के इटिडिएस विवरण भर्दा विथहोल्डी प्यान नराखेरै नाम मात्र राखेर पनि विवरण भर्न वा इटिडिएस ट्रान्जेक्सन भर्न र सेल्फ भेरिफाई गर्न समेत सकिन्छ त? सकिन्छ, तर बिना विथहोल्डी प्यान अग्रिम कर कट्टी विवरण यदि दाखिल गरेको अवस्थामा पछि खर्च दाबी गर्न समस्या आउँछ, अडिट गर्न समस्या आउँछ। त्यस्तै कर कार्यालयले यस्ता खर्चहरूलाई अवैध घोषणा गरेर तपाईको दाबी खर्च दाबीलाई अस्वीकार गर्न सक्छ। तसर्थ इटिडिएस गर्दा सबै विथहोल्डी प्यान राखेर र अनिवार्य रूपमा विथहोल्डी प्यान भएको ट्रान्जेक्सन मात्र राखेर इटिडिएस भेरिफाई गर्नुपर्ने हुन्छ। र कहिलेकाहीँ एउटा दुईटा ट्रान्जेक्सनको प्यान नम्बर छुट्यो, त्यस्तो अवस्थामा हामी इटिडिएस सबमिट गरेर आफै अग्रिम कर कट्टीको विवरण सेल्फ भेरिफाई गर्न भने सकिन्छ। यो व्यवस्था छ, पछि यो हट्न पनि सक्छ। तर यदि भेरिफाई गरिसकेपछि कुनै प्यान नम्बर पछि प्राप्त भयो, विथहोल्डीको प्यान नम्बर पछि प्राप्त भयो र अलरेडी हामी भेरिफाई गरिसकेका छौँ भने त्यस्तो इटिडिएसमा पछि प्राप्त भएको प्यान हामी कसरी अपडेट गर्न सक्छौँ आजको यस भिडियोमा हेर्नेछौँ। मैले अघिल्लो भिडियोमा पनि सोही सब्जेक्टमा एउटा भिडियो बनाएको थिएँ। त्यसमा चाहिँ हामीले इटिडिएस गरेन भने के कस्ता पेनाल्टीहरू लाग्न सक्छन् र इटिडिएसको बारेमा विथहोल्डी प्यान भनेको के हो, त्यो सबै कुराहरू यो प्रिभियस भिडियोमा बताएको छु। केही कमेन्टहरू आएका थिए, यसलाई चाहिँ अझ सर्ट भिडियो बनाएर जस्ट हामी कसरी अपडेट गर्ने त्यो पार्ट मात्र फोकस गर्नु भनेर भनेको भएर मैले यो भिडियो बनाउँदैछु। अब यो भिडियोलाई स्टार्ट गरौँ। साथीहरू पुनः स्वागत छ। मसँग अलरेडी यहाँ चाहिँ अग्रिम कर कट्टी विवरण बुझाइसकेको मानौ पौष महिनाको एउटा इटिडिएस को विवरण छ। यहाँ मैले बुझाइसकेको छु। नर्मली कस्तो अवस्थामा हामी प्यानहरू चाहिँ पाउन कठिन हुन्छ भने जब कुनै तपाईले ट्रेनिङ हुन्छ, कुनै भत्ताहरू दिनुहुन्छ गाउँमा, त्यस्तो बेलामा चाहिँ मान्छेहरूसँग प्यान हुँदैन र प्यान पनि पछि बनाएर पनि अब त्यस्तो बेलामा पछि प्यान अपडेट गर्नुपर्ने अवस्था आउन सक्छ। त्यो बेलामा त इटिडिएस हामीले टाइममा बुझाउनु पर्यो, 25 गते भित्र बुझाइ पनि सक्नु पर्यो, त्यसपछि रिटर्न पनि भेरिफाई गरिराख्नु पर्यो। त्यो बेला तुरुन्त प्यान प्राप्त भएन भने यदि पछि प्यान प्राप्त भएपछि अपडेट गर्न सकिन्छ। यहाँ पनि यो विवरणमा पनि एउटा चाहिँ यहाँ 22 नम्बरको एकजनाको प्यान प्राप्त भएको थिएन, तर हामी भेरिफाई गर्नुपर्ने भएर भेरिफाई चाहिँ गरिसकेका छौँ। अब यो भेरिफाईको विवरण यहाँ चाहिँ सबमिसन नम्बर तपाईले यहाँ देख्नुहुन्छ, सबमिसन नम्बर यो ट्रान्जेक्सनको इटिडिएसको अग्रिम कर कट्टीको र यो भेरिफाई पनि हिजै भेरिफाई भइसकेको छ र यो चाहिँ पुष महिनाको थियो। र यहाँ एकजनाको प्यान छैन, विदाउट प्यान पनि यहाँ चाहिँ भेरिफाई भइसकेको छ। हामी नाम मात्र राखेर पनि प्यानको सट्टामा नाम राखिदिइसकेपछि हामी भेरिफाई गर्न सक्छौँ। अरू सबैको प्यान छ। यस्तो अवस्थामा मैले यो सबमिसन नम्बर चाहिँ टिपिसकेको छु र तपाईलाई जरुरत पर्ने भनेको यो सबमिसन नम्बर र तपाईले कति अमाउन्टको माग्नु 88 रुपैयाँको टिडिएस हामी छुटेको छ, भनौँ प्यान बिना प्यान नै छुटेको छ। तसर्थ अब यो कसरी अपडेट गर्छौँ हामी हेर्छौँ। साथीहरूले याद गर्नुभयो कि भएन, आन्तरिक राजस्व विभागको यो साइट पनि अब नयाँ लुकमा परिवर्तन भएर आइसकेको छ। यहाँ चाहिँ पहिला देखिएको मेन्युहरू अहिले चाहिँ फरक अवस्थामा, फरक स्टाइलमा देखिएको छ। केही पनि चेन्ज छैन, जस्ट आउटलुक मात्र चेन्ज भएको छ। सुरुवातमा हामी ird.gov.np यो कुरा सबैलाई थाहा छँदैछ। यो ब्राउजरमा गएर कुनै पनि ब्राउजरमा गएर तपाईले टाइप गर्नु होला। नर्मली फायरफक्स ब्राउजरमा चाहिँ राम्रो सपोर्ट गर्छ, कहिलेकाहीँ चाहिँ अरू ब्राउजरहरूमा प्रब्लम हुने गर्छ। यहाँ गइसकेपछि अब हामी जानुपर्ने हुन्छ ई सर्भिस भन्ने अप्सनमा जाउँ। ई सर्भिसमा गइसकेपछि यहाँ करदाता पोर्टल, प्यान खोजी, कर चुक्ता यी छ। हामीलाई चाहिँ करदाता पोर्टलमा क्लिक गर्नुपर्छ। यहाँ क्लिक गरिसकेपछि यहाँ यो लेफ्ट साइडमा यो देखिन्छ र यहाँ तपाईले जेनरलमा क्लिक गरिसक्नु भएपछि टैक्सपेयर पोर्टल देखिन्छ। तपाईले आफ्नो लगइन डिटेल्स यहाँ भर्नुपर्ने हुन्छ। प्यान नम्बर भर्नुस्,
प्रयोगकर्ताको नाम, पासवर्ड र क्याप्चा फिलअप, यहाँ दिएको क्याप्चा फिलअप गरिसकेपछि तपाईले लगइन गरिदिनुस्। म यो सरसर्ती गर्छु र तपाई भित्र गइसकेपछि फेरि तपाईलाई देखाउँछु। म यहाँ भित्र आइसकेको छु र तपाईले देख्नुहुन्छ यहाँ ड्याशबोर्डमा, तपाईले ड्याशबोर्डमा चाहिँ यहाँ एड विथ होल्डी पेन इन इटिडिएस भन्ने देख्नुहुन्छ। यो अप्सनमा तपाईले क्लिक गर्नुपर्ने हुन्छ। यो अप्सनमा क्लिक गरिसकेपछि अब यहाँ तपाईलाई ट्रान्ज्याक्सन नम्बर भनेर देखिएको छ। त्यसपछि यहाँ सिरियल नम्बर, त्यसपछि कति अमाउन्टको हो र कति अमाउन्टदेखि कति अमाउन्टको यो कुराहरू भर्नुपर्ने हुन्छ। यहाँ तपाईले लिस्टिङ जुन पेनमा चाहिँ जुन ट्रान्ज्याक्सनमा पेन नम्बर नराखिकन नाम मात्र राखेर भेरिफाई गरेको छ त्यो यहाँ आउँछ। र यो धेरै मान्छेले कन्फ्युज हुने भनेको ट्रान्ज्याक्सन नम्बर के राख्ने भन्ने कुरा हो। यहाँ ट्रान्ज्याक्सन नम्बरमा जुन इटिडिएस हामीले भेरिफाई गरेको सबमिसन नम्बर छ त्यसैलाई नि यो ट्रान्ज्याक्सन नम्बर भनेर देखिन्छ। र त्यसपछि अरु भनेको अमाउन्ट मात्र राख्दा पुग्छ, यो सिरियल नम्बरहरू नराखे पनि हुन्छ। मैले अहिलेको ट्रान्ज्याक्सन नम्बर सबमिसन नम्बर टिपिसकेको छु 820077445449। यो ट्रान्ज्याक्सन नम्बर सबमिसन नम्बर मैले राखेँ। त्यसपछि हाम्रो 88 रुपैयाँको थियो भनेपछि फ्रम टु 88 रुपैयाँ राखिदिन्छु र म यहाँ सर्च गरिदिन्छु। यहाँ सर्च गरिसकेपछि तपाईले तल देख्नुभयो एकजनाको छुटेको थियो, यहाँ नाम मात्र आएको छ, पेन आएको छैन। यो देखिसकेपछि 88 रुपैयाँ आइसकेको छ। अब यो नामको ठिक माथिबाट तपाईले माउस लगाएर डबल क्लिक गर्नुस्। डबल क्लिक गरिसकेपछि यहाँ यसरी अपडेट भनेर देखिन्छ पेनको ठाउँमा र यो पेन नम्बर राखिदिनुस्। अब मैले पेन नम्बर राखिसके। त्यसपछि तपाईले ट्याब क्लिक गरेर नेक्स्टमा जब नाम आउँछ, नाम आइसकेपछि यहाँ चाहिँ उहाँको नाम पनि आइसकेको छ र अब तपाईले यहाँ अपडेट भनेर अपडेट गरिदिनुस् र अब अन्तिममा यो सबमिट अप्सनमा तपाईले क्लिक गर्नुपर्ने हुन्छ र सबमिट अप्सनमा म क्लिक गर्छु। सबमिट अप्सनमा क्लिक गरिसकेपछि अब भन्छ एक पटक सबमिट गरिसकेपछि अर्को पटक विवरण फेरि परिवर्तन गर्न पाइने छैन कि तपाई सबमिट गर्न चाहनुहुन्छ भनेको छ। म गर्न चाहन्छु, यस गरिदिनुस्। यति गरिसकेपछि सक्सेसफुली सबमिटेड, यति गरिसकेपछि पुग्यो। अब तपाई त्यो सबमिसन नम्बर राखेर इटिडिएस हेर्नुस् र इटिडिएस हेर्दाखेरि तपाईले अलरेडी त्यहाँ उहाँको नाममा पनि अलरेडी पेन नम्बर सहितको ट्रान्ज्याक्सन देख्नुहुन्छ र त्यही भेरिफाइड इटिडिएसमा यही सबमिसन नम्बर राखेर तपाईले हेर्नुभयो भने इटिडिएसमा त्यो देखिनेछ र त्यो इटिडिएस रिटर्न तपाईले फेरि डाउनलोड गरेर राख्न सक्नुहुन्छ। आज हामीले के हेर्यौं त भन्दा एड विथ होल्डी पेन इन इटिडिएस अन अलरेडी भेरिफाइड टिडिएस रिटर्न। जुन भेरिफाइड टिडिएस रिटर्न छ त्यहाँ चाहिँ जसको ट्रान्ज्याक्सनमा पेन मिसिङ छ त्यो कसरी अपडेट गर्ने भनेर हेर्यौं। यस्तै भिडियो हेर्नको लागि हामीलाई सब्स्क्राइब गर्नु होला र बेल आइकनलाई पनि क्लिक गर्नु होला भन्दै आजको यस श्रृंखलाबाट बिदा चाहन्छु। सबैको जय होस्। जय नेपाल।